के साह्रो गनाएको ल धन्न अब यो बाटोमा कसले फाल्छ ए दिदी यो किन बाटोमा यो भुँडी फाल्नु भएको हो यो पकाएर खान सक्नु न तँ पकाएर खा म त खान गनाउने भुँडी छ्या 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 ए साँच्चै लगेर पकाएर खानु भन्नुभयो हो अनि यति राम्रो छ त के भयो हो र केही भएन काटेको राङ्गा त्यही भएर यो फाल्न आएको हे अनि साँच्चै पकाएर खान्छस् भने लएर पकाएर खा केही भन्दिनँ साथीहरू यदि तपाईँहरू पाथिभारा मातालाई सच्चा मनदेखि माया गर्नुहुन्छ भने भिडियोलाई एक लाइक गरी च्यानललाई सब्सक्राइब गर्नु होला अरे वाह यस्तो भुँडी पकाएर खाने भन्दिनँ यार राम राम ए तँ चाहिँ फेरि किन घिसारे कि छ्या 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 तँ गनाउने भुँडी ए यो राम्रो हो के दिदीले लैजा भनेको अनि उचाल्न नसकेर मैले चाहिँ घिसार्दै लान खोजेको लु बोकेर लैजाउँ त ए यस्तो भुँडी खान्छु जस्तो लाग्यो रुक्क घुँगी किनेर लगेर पका अनि मलाई बोला बुझिस् नि यस्तो घुँगी हेत्तेरिका यो मिठो हुन्छ के यो पर्दैन आइज छिटो ए नला नि पकाउन जसरी भए नि लगेर पकाएर खान्छु एक्लै अनि यो नजरमा लौजा ए अब यति मिठो जुस र भुँडी पकाएर खुवाउँछु नि सुरुमा लगेर घुँगी दिनु पर्यो ल घुँगी आयो तपाईँको अरे वाह खाइहाल्नुहोस् त कस्तो छ अरे वाह मिठो रहेछ त नि अनि मिठो त हुन्छ त नि मैले पकाएको नमिठो त ल यो जुस पनि खानु ल अनि अरू के छ खाना त्यो सबै लिएर आइज ल भिडियोलाई एक लाइक गरिदिनु होला यति मेहनत गरेको छौँ अनि सब्सक्राइब र कमेन्ट चाहिँ ल भिडियोलाई लाइक अनि च्यानललाई सब्सक्राइब र तल कमेन्ट पनि गर्नु होला है त